आज म चाहिँ नेपालको हाम्रो नेपालको ताजमहल भन्ने तपाईँलाई म देखाइदिन्छु। ताजमहल हो यो होइन, इन्डियामा जस्तो ताजमहल छ नि त्यस्तै नेपालमा हाम्रो नेपालमा पनि ताजमहल छ। यो ताजमहल कहाँ छ भन्ने कुरो भने तपाईँहरूलाई चाहिँ यो हो सुरुङ्गा, झापा सुरुङ्गाको सुरुङ्गादेखि तपाईँको लगभग 2 किलोमिटरभित्र जानुपर्छ। त्यसपछि तपाईँले यस्तो यहाँ ह्याप्पी ल्यान्ड भन्ने एउटा पार्क देखिन्छ। त्यो विभिन्न किसिमको रोटेपिङदेखि लिएर स्विमिङदेखि दुनियाँ चिजहरू यहाँ पाइन्छ होइन। तपाईँले जहाज प्लेनमा चढ्न पाइन्छ, डुङ्गामा चढ्न सक्नुहुन्छ होइन, सबै चिजमा। यो चाहिँ इन्डियाको ताजमहल जस्तै हाम्रो नेपालमा पनि एउटा ताजमहल छ, मिनी ताजमहल छ, यसलाई भन्छ ताज। त्यस्तै गरी तपाईँहरूलाई म स्विमिङ पुल देखाइन्छ। यहाँबाट सिधै हामी गइन्छ स्विमिङ पुल पनि यो चाहिँ बाटो हो, जाने बाटो। तपाईँहरूलाई स्विमिङ पुल पनि मैले देखाइदिन्छु गाइज। त्यसपछि यहाँनिर हेर्नुहोस् होला तपाईँहरूले यो के भन्छ यसलाई, यो चाहिँ पोखरी हो न। अथवा यहाँ हेर्नुहोस् वास्तवमै हामी चाहिँ दार्जिलिङबाट आएर चाहिँ यहाँ चाहिँ बाटोमा परेको कारणले गर्दाखेरि चाहिँ हेर्दाखेरि जे होस् मनलाई चाहिँ अत्यन्त नै शान्त पारिन्छ मनलाई चाहिँ है। हामीले पनि तपाईँहरू पनि यति बाटो सक्नुहुन्छ भने आउनु सक्नुहुन्छ। यो के भन्छ सुरुङ्गादेखि हल्का भित्र आउनुपर्छ, 2 किलोमिटर छ है। त्यसपछि तपाईँहरूलाई म अरू पनि म देखाइदिन्छु विभिन्न ठाउँमा हाम्रो। हेर्नुहोस् यहाँनिर होइन, यहाँनिर एउटा गोही छ। यो चाहिँ है फेरि बनाएको प्लास्टिकको गोही हो यो चाहिँ होइन, यो प्लास्टिकको गोही हो। यो छैन मायाले जोबन साँचेको, यो चाहिँ त्यसै गरी हामी छ मैले यो पुल दुईवटा पोखरीको बिचमा छ पुल। यसलाई चाहिँ अब स्विमिङ पुल भनौँ अथवा के भनौँ होइन। यो चाहिँ यहाँनिर त्यस्तो गरी चाहिँ हामीले त्यो पर पनि हामीले देख्न सकिन्छ प्लेन त्यो पनि एउटा प्लेन नै हो, ओरिजिनल हो। फेरि त्यो बनाएको होइन, ओरिजिनल हो, राखेको जस्तो हामीले वहाँ देखिन्छ नि के अरे तिलगङ्गामा राखेको छ नि, त्यस्तै गरी यहाँ पनि प्लेन राखेको रहेछ है। हेर्नु त्यस्तो यहाँ घन्टाघर देखिन्छ। अनि तपाईँलाई त्यो त्यहाँ देखिने घन्टाघर हो, तपाईँले यतापट्टि म देखाइन्छ, धर्रा पनि देखाइन्छ। अनि त्यसपछि हामीले फेरि अब एकदम गार्डनहरू राम्रो कुराहरू तपाईँलाई देखाइन्छ। मेरो चाहिँ दिदीबहिनीहरू चाहिँ यसरी थाकेर हिँड्दा थाकेर चाहिँ यसरी बसेको छ होइन। के छ अब थाकियो त स्विमिङ खेल्न पाएको छैन। यस्तो जाडोमा स्विमिङ खेल्ने होइन नि, जाडोमा पक्रिन्छ हुँदैन स्विमिङ खेल्नलाई है। त्यसपछि हाम्रो ल जम ल त्यसो तपाईँलाई हामीले म एउटा धरहरा भन्ने देखाइन्छु। म नेपालको धरहरा यो चाहिँ होइन, यहाँ देखाइन्छ तपाईँहरू है। दाजु के छ, आरामै हुनुहुन्छ? के काम गर्दै हुनुहुन्छ तपाईँ? मर्मतको लागि हो के हो र? ओहो, तपाईँ घर यतै हो दाजु? दाईको घर चाहिँ यतै हुनुहुन्छ। दाई तपाईँ यहाँको काम गर्ने स्टाफ हुनुहुन्छ? उहाँ चाहिँ दाई स्टाफ हुनुहुन्छ यहाँको। यहाँ स्टाफहरू कतिजना हुनुहुन्छ र? ओहो, जे होस् तपाईँहरूलाई यहाँ रोजगारी दिइरहेछ, राम्रो छ होइन? राम्रो छ नि? हेर्नुहोस् यति यहाँनिर बनाएकोले यहाँ कति छ बिघा यसमा? 9 बिघा जमिनमा चाहिँ यसरी हाम्रो यहाँ गार्डन हरेक चिजहरू यहाँ पाइन्छ होइन। खेल्नलाई बच्चादेखि लिएर ठुलो मान्छेसम्म खेल्न पाइन्छ। जो 40-50 जनाले यहाँ रोजगारी पनि पाउनु भएको छ है दाइ। तपाईँलाई राम्रो छ नि? ल ठिक छ। दाइको नाम चाहिँ के हो र? बिक के हो? लोकेन्द्रजी बिक। मेरो नाम पनि लोकेन्द्र बिक। ल ठिक छ दाजु, ल ठिक छ। दाइलाई पनि भेटियो, खुसी लाग्यो होइन। यो चाहिँ फल है तपाईँको। यो के हो र? यो थाकल खजुरको बोटलाई हेर्नुहोस् यहाँ। विदेशमा हुने खजुर यही हो? खजुर पनि यहाँ पाइँदो रहेछ। त्यसपछि हामी तपाईँलाई एउटा धरहरा देखाइन्छौँ है। यहाँनिर नेपालको धरहरा काठमाडौँमा जस्तो देखिन्छ नि, यहाँनिर हेर्नु धरहरा यहाँ देखिन्छ तपाईँहरूले। चाहिँ
यो धरहरा नेपालको धरहरा भन्ने यहाँ पनि धरहरा छ। हाम्रो दाजुले चाहिँ यतातिर चाहिँ के अरे पार्क राम्रो छ भनेर भन्नुभएको छ। हामी त्यतातिर गइन्छ होइन एकचोटि चाहिँ राम्रोसँगले त्यो लाउनुहोस्। अनि यहाँ चाहिँ उहाँ चाहिँ मेरो भान्जा हो। भान्जा के छ त हालखबर? यता आउनुहोस् यता आउनुहोस् यता यहाँ बस्नु एकछिन ल। अनि के छ अनि खाजासाजा खानुभयो त? खाजा खानु भएन? भात खानु भयो कि भएन? भान्जाले भात खाइसक्नु भएछ भने यो चाहिँ बाँस कस्तो खालको बाँस लाग्यो त्यो? पानी खानुभयो र त्यसपछि चाहिँ हामी गइन्छ त्यो पार्क राम्रो राम्रो छ भनेर चाहिँ हामीले त्यही सुन्नमा आइरहेको कारणले गर्दा चाहिँ हामी चाहिँ यतातिर लागेको छ। यसलाई चाहिँ के भन्छ भने दृश्य यो त मैले कहाँ देखेको जस्तो लाग्छ। नेपालमै हो कि अथवा कहाँनिर हो? नेपालमै त हाम्रै काठमाडौँतिर हो क्या अरे। चाहिँ बेबीहरू खेल्ने ठाउँ रहेछ यहाँनिर है। ल ल ल यहाँ चाहिँ हामीलाई आइसक्रिम खानु आइपुग्यो अहिले है। बहिनी आइसक्रिम पाउन त है। आइसक्रिम खाने भयो मेरो भान्जाले। जोस् हामीले चाहिँ यहाँनिर चाहिँ आउँदाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ मन चाहिँ दुखी नहुने ठाउँ रहेछ यो, आनन्द आउने। अझै म तपाईँहरूलाई त्यहाँ नयाँ पार्कहरू थपेछ भन्ने कुराहरू थियो। म उतातिर पुगेर आउँछु एकचोटि। हेर्नुहोस् यहाँनिर स्वागत छ तपाईँहरूलाई भनेर बस्नुभएको छ यहाँनिर है। अनि त्यसपछि हामीले अब यहाँबाट चाहिँ बेबीहरू खेल्ने ठाउँ चाहिँ यहाँ रहेछ होइन। बेबीहरू खेल्ने यसलाई के भन्छ अरे? यसलाई रेल। यहाँनिर चाहिँ रेल रहेछ बस्ने ठाउँ चाहिँ यहाँनिर। किङकङ, हेलो किङकङजी। किङकङ यहाँ बस्नु भएको छ होइन। आरामले किङकङ भएको छ भनेर त्यसरी बाँधेर राख्नु भएको कि क्या हो? पुरै सिक्रीले बाँधेर राख्नु भएको छ कि तपाईँ राति राति हिँड्नुहुन्छ कि क्या हो? नरिसाउनु है, तपाईँलाई भरे अहिले म चक्लेट ल्याइदिन्छु ल। बाई बाई। यदि तपाईँहरू फ्यामिलीको साथमा आउनुहुन्छ भने, बेबीहरूसँग हुनुहुन्छ भने तपाईँहरूले बेबीसँग पनि यसरी यहाँनिर खेल्न सक्नुहुन्छ यहाँनिर। यसलाई के भन्छ सर? यसलाई ह्याप्पी ल्यान्ड। अनि यसलाई चाहिँ के भन्छ? रेल हो यो? रोलर कस्टरमा तपाईँहरूले चाहिँ यहाँनिर बेबीहरूलाई चाहिँ अथवा ठुलो मान्छे पनि खेल्न सकिन्छ होइन यहाँनिर। खेल्न सकिन्छ। ल हेर्नुहोस् तपाईँहरू आउन सक्नुहुन्छ यहाँनिर होइन। यसको लोकेसन हो तपाईँको पूर्वबाट आउनुहुन्छ भने दमक के अरे काँक्रेभिट्टाबाट आउनुहुन्छ भने यता के भन्छ तपाईँको बिर्ता मोड हुँदै अनि तपाईँको यहाँनिर के भन्छ सुरुङ्गा हुँदै तपाईँ सुरुङ्गादेखि लगभग 2 किलोमिटर भित्र रहेछ यसमा होइन। जस्तो अब इटरीबाट आउनुहुन्छ भने पनि इटरी हुँदै इटरीबाट चाहिँ लगभग तपाईँलाई 1 घन्टा जति चाहिँ लाग्दो रहेछ यहाँनिर सुरुङ्गाबाट चाहिँ यताभित्र छिर्न 2 किलोमिटर होइन। अनि यसरी तपाईँ आउनु सक्नुहुन्छ यहाँनिर चाहिँ मजाले आफ्नो मनोरञ्जन लिएर जानु सक्नुहुन्छ है साथी हो। त्यसपछि हामी तपाईँलाई अझै अर्को ठाउँमा पनि तपाईँलाई देखाउँदै गइरहेको छु म होइन। हेर्नु होला राम्रोसँगले एकचोटि है। आउनु होला तपाईँहरू, आउनुहोस् घुम्नलाई, रमाइलो छ। त्यसै गरी तपाईँहरूलाई अब म चाहिँ अर्को तर्फ म जाँदैछु, अर्को हेराउँछु तपाईँहरूलाई। यहाँनिर एकदमै रमाइलो ठाउँहरू छ यहाँनिर, बुझ्नु पनि पहिले है। ल यहाँनिर राम्रोसँगले देख्न सक्नुहुन्छ कति रमाइलो ठाउँहरू देखिन्छ होइन। यहाँ बनाउनेहरूले चाहिँ दिमाग लगाएर चाहिँ जो इन्जिनियर सिस्टमले चाहिँ बनाएको रहेछ यो चाहिँ होइन। अनि यहाँनिर हावा खाने ठाउँ, भ्यू हेर्ने ठाउँ यहाँबाट पनि तपाईँहरूले हेर्नु। ठिक छ, माथि गएर पनि देखाउँला। बाटो हामी यसरी गइन्छ यहाँबाट। सबै तपाईँहरूलाई यसमा जति छ टोटल म तपाईँहरूलाई देखाउँछु क्या म। तर हेरेर चाहिँ नछोड्नु होला, लाइक कमेन्ट चाहिँ यसो सेयर गरिदिनु चाहिँ नबिर्सिनु होला। अनि त्यसपछि मेरो युट्युबमा सब्सक्राइब पनि गरिदिनु होला प्लिज।
यस्तै यस्तै भिडियोहरू पनि म हजुरहरूलाई म पस्किन चाहन्छु। यहाँबाट जाने हो तपाईँ माथिबाट भ्यू हेर्न हामीले सकिन्छ होला सायद होइन, कति राम्रो देखिन्छ माथि गएर म तपाईँहरूलाई म देखाउने छु है। बिस्तारै आउनु न, तपाईँको खुट्टा दुख्यो भने बिस्तारै आउनु न। मेरो पनि खुट्टा दुख्यो नि भन्छ, मेरो पनि खुट्टा दुख्यो। निचे लाग्यो होला, छेउमा आइपुग्न लाग्यो ल। लगभग तपाईँहरूले तलको त राम्रोसँगले देखिसक्नु भयो होला, कहीँ कतै छुटिएछ भने पनि त्यसको लागि सरी चाहन्छु होइन। म चाहिँ माथिबाट चाहिँ तपाईँहरूलाई भ्यू देखाउन चाहिँ मस्तसँगले त्यो वरिपरि देखाउन चाहन्छु। यसरी ल हेर्नुहोस् यहाँनिर होइन पुरै नै के हेर्नुहोस् है, यहाँबाट चाहिँ स्विमिङ पुल चाहिँ मजाले देख्न सक्नुहुन्छ हजुरहरूले ल। अहिले त्यहाँनिर जे होस् मान्छेहरू चाहिँ मजाले नुहाउने चाहिँ कार्यक्रमहरू चलिरहेको छ भने यतातिर ल हेर्नु, यहाँ हिमाल जस्तो पनि देख्न सक्नुहुन्छ होइन। माथिबाट चाहिँ अझै तपाईँले यो माथिबाट पनि के अरे यो जिप लाइन पनि तपाईँले देख्न सक्नुहुन्छ माथिबाट है। यहाँबाट सरर जान सक्नुहुन्छ ल भन्छ जिप लाइन रहेछ। ल जाउँ हामी तल जाने स्विमिङ खेल्ने अब एकछिन होइन। हामीहरू पर्दैन जाउँ न। मेरो भान्जा चाहिँ यति बाठो छ कि बच्चाहरूलाई एलाउड छैन अरे स्विमिङ खेल्नलाई है। ल हेर्नु त्यसरी ल। अब हामी यसरी चाहिँ यताबाट गएर चाहिँ हेर्नुहोस् यहाँनिर यसलाई के भन्छ अरे यसलाई के भन्छ साथीहरूलाई भन्नुहोस् है। अक्टोबर चाहिँ के भन्दो रहेछ यसलाई भनेर चाहिँ मासु पनि खान्छ यसलाई मान्छेहरूले त अब कामदारहरूले चाहिँ यहाँको स्टाफहरूले चाहिँ मस्तसँग झारहरू उखाल्ने कामहरू चलिरहेको छ यहाँनिर।